नमस्कार साथीहरू। हामीले गरे के हुँदैन। हाम्रो तराईतिर धेरै धेरै जग्गा हुन्छ, त्यसै बाँझो भइरहेको हुन्छ। तर मैले यहाँ आएर हाम्रो लोकन्थली सम्धिनीको घरमा छौँ अहिले। र उहाँले छतमा यति राम्रोसँग हरेक सब्जीहरू, यहाँ के छैन, उहाँलाई तरकारी किन्नै पर्दैन। यहाँ हेर्नुहोस् त कस्तो राम्रो यहाँ फुलेको छ खुर्सानी, पाकेको छ कति खुर्सानी। उहाँहरूलाई वर्ष दिन खुर्सानी किन्नै पर्दैन अरे, यही खुर्सानीले पुगिरहेछ। भन्टा छ, खुर्सानी छ, यहाँ हेर्नुहोस् त थरी थरीका खुर्सानीहरू भएको छ। र यहाँ भन्टा फलिरहेछ। कति भन्टा खाइसके भन्दै होइसिन्छ उहाँहरूले। यहाँ फुल पनि यहाँ छ र यहाँ भन्टा, यहाँ खुर्सानी हेर्नुहोस् त। अनि यहाँ यस्तो राम्रो फुल फुल्या छ। अनि यहाँ यी फुलहरू यहाँ छ, खुर्सानीहरू सबै के छैन यहाँ। फुल यहाँ हेर्नु, फुल फुलेको छ। यहाँ उहाँहरूले थरी थरीका फलफुलहरू उहाँले लाउनु भएछ। यहाँ धतुरो पनि छ, यहाँ ड्राइगन फुलिरहेछ। ड्राइगन, यहाँ अम्बा पनि छ। यहाँ हेर्नुहोस् कति अम्बा फल्छ भन्दै होइसिन्थ्यो। अनि यहाँ हेर्नुहोस् त मुन्तला पनि फलिरहेछ। यहाँ सुन्तला फलिरहेछ। यहाँ हेर्नुहोस् त भन्टा, अस्ति कति भन्टा टिपेर लगिस्यो उहाँले। अनि यहाँ हेर्नुहोस् त कर्कलो पनि यहीँ छ। अनि मजा अम्बा भयो। यहाँ ड्राइगन हेर्नु, यहाँ आहा ड्राइगन यस्तो राम्रो छ। उहाँहरूलाई फलफुल किन्नै पर्दैन अरे, यही ड्राइगनले कस्तो राम्रोसँग भइरहेछ। यहाँ हेर्नुहोस् त, यहाँ भन्टा फलिरहेछ, ड्राइगन छ यहाँ। आहा ड्राइगन फुल कस्तो राम्रो ड्राइगन फुल छ। हरेक चिज नभएको केही छैन। भन्टा, यहाँ हेर्नुहोस् त भन्टा, यस्तो भन्टा छ यहाँ। सुन्तला कागती यति राम्रोसँग फलाउनु भएको छ हाम्रो सम्धिनीले। आहा यहाँ हेर्नुहोस् त साथीहरू, हामीले यो कुरा चाहिँ सिक्नुपर्छ। कति राम्रो हाम्रो सम्धिनी, कति उहाँले मेहनत गर्नुहुन्छ। सम्धिनीले यस्तो राम्रो छतमा नै बगैँचा बनाउनु भएको छ साथीहरू। हामीले यो कुरा चाहिँ सिक्नुपर्छ। हाम्रो लोकन्थलीमा छौँ अहिले सम्धिनीको घरमा। हरेक कुरा के छैन यहाँ, हरेक कुरा छ। यो कुरा चाहिँ कति जग्गा जमिन भएकोले त गर्न सकेको छैन। हाम्रो यति जग्गा जमिनमा उहाँ छतमाथि तरकारी फुलाएर उहाँहरूले, यहाँ अम्बा छ है साथीहरू। ल नमस्कार।